थाहा थिए जस्तै कि आउनु भएको थियो पहिला बहिनीले लोकेसन दिन्छ नि हामी तल लाली गुराँस पनि फल्दो रहेछ फुल्दो रहेछ यो गुराँसको हो नि त ए गुराँस त टन्नै रहेछ नि यो गुराँस हो नि
डराउनु हुँदैन बाबा। पर यस्तो उकालो त आयो बारी फोन गर्दा बारी आएन नि उतै बाटो हो नि मुनिको पर त्यो सेतो घर देखिरहेछ त्यहाँदेखि गएको हामी उता। बाटो बनाइदियो भने त साह्रो रह्यो नि अँ बाटो यस्तो तपाईँको यही बाटो जानुपर्छ उकालै ए उता हो त उता तलदेखि बाटो अरे यहाँ पनि सबै आग लागि भयो आग लागि भएको चला यो कालो कालो नखाऊ अहिले भएर के हुन्छ र हिजै त्यो के खाने भएर यसले चाहिँ एकदम औषधि हुन्छ नि के गर्छ यो त्यो कालो कालो भयो भने ल कस्तो हुन्छ मिठो हुन्छ यहाँ हामी एउटा फल पेट दुखेको औषधि अरे यो मिठै हुँदो रहेछ हौ काँडा पो रहेछ त म त यसो सोर्नु आँटेको थिएँ काँडा बिजेन हातमा चाख्ने काँडा हुन्छ नि साह्रो पर्ने म चाहिँ गडाममै सरेर पार्नु पर्यो भनेको के हो यसको नाम ए चुथुरी के भन्छ है ऊबाट चाहिँ के हो नाम भन्दै मिठो हुन्छ यहाँ तेरो कति धेरै रहेछ हौ पहिला हामी कति धेरै खान्थ्यौँ जुम जुम हुन्छ भाइ मिठो हुन्छ नि हो र तर अलिक पाकेको रहेनछ नि पाए पाए त गुलियो हुन्छ अहिले गुलियो हामी त सुन्दर लेख्नु त यहाँ तेरो डन्डै छ ऊ ओइ पाकेर मेल मेल जस्तो खाले हुँदो रहेछ लेख्नु त के खानु पाउँछ नि पेट गडङ गुडुङ भएको सबै निक गर्छ नि हो र यो त नजिकै छ ऊ काँचो छ नि त यहीँबाट भेट्ने यहीँ छ ऊ यहीँबाट भेट्ने रहेछ त अनि लालीको काँडा यस्तो हुँदो रहेछ अनि एउटा गिडा चाख्नु ओइ भुँडी दुखेको जाति हुन्छ अरे ए पाइयो पाइयो चाहिँ ठिक हुन्छ त्यो पनि थरी थरी हुन्छ कुनै आमेलो हुन्छ कोही पुरा पानी पर्दा त कालो भएर आयो आकाश पनि बिल्डिङहरू बनाएर
यतिको चाहिँ ठिक हो कि घर बनाउनु नै हो भने यस्तो टाढोमा बनाउनु गाउँ घरमा धेरै ठुलो पनि खान्छ मकैबारी करम ओ यो मक्का गुड्ने यति मजा आउँछ कि जाउँ एउटा मकैबारी करम के लिएर आए कागले के छिपारो जस्तो के ल्यायो कुखुरा खुट्टा ल्याएको छ कहाँबाट ठुलो कुखुराको खुट्टा मात्रै ल्याएको छ कुखुरा सबै सिटाइदिएछ सबै खुट्टा मात्रै ल्याएको छ हेर कस्तो कुखुरा आएको हेर सबै पार्दैछ यस्तोमा पनि बस हिँड्छ अनि साइड कसरी लिनु नि यो त डर लाग्दैछ नि भाइ यो यहाँ त बस त लिन्छौँ हुन्छ नि यहाँ यो चिज हो मिलेकै छैन अनि यता पोल्टे सोल्टे भयो भने तात्तै खान्छ नि हो यस्तोमा चाहिँ टेन्सन हुन्छ क्या यस्तो बरु यस्तो भयङ्कर छ नि अलिसम्म पनि हो यस्तो चाहिँ डोजर कुदाइदिइहाल्नु पर्ने बरु ऊ यस्तो भयो भने त टेन्सन हुँदैन अब कुन हालको हुन्छ कि बस त